हेलो साथीहरु फेरि पनि स्वागत छ तपाईहरुलाई आजको पनि नयाँ भिडियोमा। र आजको भिडियोमा चाहिँ म विशेष गरेर हर्क साम्बाङ र बालेन शाहमा चाहिँ हुन्छ नि तुलना गर्ने वाला छु को चाहिँ बेस्ट हो भनेर। र साथीहरु तपाईहरुलाई थाहा छँदैछ होला दुईजना नै मेयर हुन्। एकजना भनेको चाहिँ हुन्छ नि काठमाडौँको मेयर हुन् बालेन शाह, र अर्को हर्क साम्बाङ भनेको चाहिँ धरानको चाहिँ मेयर हुन्। दुईजनाले चाहिँ राम्रो राम्रो काम गर्नुभएको छ। हर्क साम्बाङले पनि राम्रो राम्रो काम गर्नुभएको छ। तपाईले उदाहरणको लागि भिडियोहरु पनि हेर्न सक्नुहुन्छ। र साथीहरु यति मात्रै नभएर हाम्रो बालेन शाहले पनि राम्रो राम्रो काम गर्नुभएको छ। उदाहरणको लागि तपाईहरु भिडियो पनि हेर्नु। तपाईले मलाई भनेको म आफ्नो मान्छेले भन्छ बोलाउनलाई हैन भाइ, म आफ्नो मान्छेले बोलाउनलाई भन्छु के आफ्नो मान्छेले बोलाउनलाई के छोड्दिनु, म आफ्नो मान्छेले बोलाउनलाई भनेको तपाई आउनु त एकछिन छोड्नु। र उदाहरणको लागि तपाईहरु हेर्न सक्नुहुन्छ बालेन शाहले विकास गर्नुभएको भनेको चाहिँ विशेष गरेर चाहिँ हुन्छ नि गरिब दुखीहरुले चाहिँ त्यहाँनेर बेच्न राखेको सामानहरु चाहिँ नगर प्रहरीद्वारा गएर चाहिँ पक्रिने। के राख्नुहुन्छ तपाईँ गाडामा चाहिँ? पानी बुझ्नु अनि पानी अब यो गाडा लगेर के गर्नुहुन्छ? कहाँ जानुहुन्छ तपाईँ? गाडा लगेर म बरु जति हुन्छ त्यति कोठाकै अगाडि बसिरहन्छु नि। तपाईँ कोठा चाहिँ कता दिदी? नभए हुँदैन, नभए घर लिएर जान्छु, घरमा व्यवसाय गर्छु नि। त्यसमै मलाई यो हरेर दिएको र यति मात्रै नभएर विशेष गरेर चाहिँ हुन्छ नि बालेन शाहले गर्नुभएको छ के गर्नुभएको छ भन्दाखेरि चाहिँ सुकुम्बासीको घरसर भत्काएर चाहिँ हुन्छ नि टडङपुडुङ गरेर चाहिँ बाटो बनाउनको लागि सफल हुनुभएको छ। र साथीहरु दुईजना बीचमा चाहिँ हुन्छ दुईजना नै एकदमै हुन्छ नि ख्यातिप्राप्त मेयरहरू हुन्। र दुईजना बीचमा चाहिँ एकदमै रूपमा ठुलो क्रेज पनि रहेको छ। र यो पालिको चुनाव कसले जित्छ र तपाईहरुले चाहिँ कसलाई भोट हाल्नुहुन्छ तल कमेन्ट गर्छ। साथीहरु दुईजना बीचमा चाहिँ को चाहिँ एकदमै हुन्छ नि ग्रेट एकदमै बेस्ट हुनुहुन्छ तल कमेन्ट गर्न सक्नुहुन्छ। र साथीहरु हाम्रो देशमा चाहिँ हुन्छ नि दुईजना बीचमा चाहिँ को प्रधानमन्त्री हुँदाखेरि चाहिँ सही हुन्छ तल तपाईहरु कमेन्ट गर्नु होला। र फेरि पनि आगामी दिनमा यस्ता रोचक भिडियोहरु लिएर आउने छु। त्यतिका लागि जय नेपाल।